आजदेखि नै हामी 5 दिनको यात्रामा जानेछौँ अनि हामी जे होस् सफल यात्रा होस् भन्ने भगवानप्रति हामी आशा गर्दछौँ। मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनो हरि। लो पाथी भाडा माताले रक्षा गर्नु, राम्रोसँग बाटोमा कुनै बाधा अड्चन नहोस्, राम्रोसँग जानु शुभकामना। अब चाहिँ हामी घरबाट ट्याक्कै हिँड्यौँ। एउटा गाडी अगाडि चलिरहेको छ। सानो सानो मिनी समुद्र देख्दो रहेछ अहिले हामी चाहिँ तपाईँको कोशी ब्यारेज बिहानको लाहानको बसाएपछि हामी कोशी ब्यारेज हुँदै कोशी ब्यारेजमा चिया खाएर अब हामी इटरी धरान हुँदै हाम्रो यात्रालाई हामीले निरन्तरता दिँदै दिनहरू आएका छौँ। अब इटरीबाट हामी यहाँको 30 मिनटमा हामी धरान पुग्ने नरिवल पानी खाने अब यो मोरङको चोकमाबाट अब हामी अघि बढ्दैछौँ दमकतिर। पिठमा हुनुहुन्छ हाम्रो नवराज दाई र पछाडि चाहिँ यो पहिलो महिला प्रधानमन्त्री भएको देशमा चाहिँ महिलाहरूको चाहिँ यहाँ चाहिँ बाहुल्यता भएको ठाउँ छ। गाइज के भनिदिनुहोस्? हेलो के छ, कस्तो भइरहेछ? अब अहिले यही भन्न सकिया छैन किनभने अब अलि पर गएर खानाको हुँदैछ, त्यसपछि हाम्रो नयाँ अपडेट गरौँला। हामी दमकको बस पार्कबाट हामी सिधै पूर्व चाहिँ दमक बजार नछिरिकन अबको 34 किलोमिटरमा हामी चाराली आउँदैछ। मुक्सिर पुष्प जस्तो हुसु देख्न मिलिरहेछ विकल बजारमा। 2025 सेप्टेम्बर 24 3:03 गयो। अहिले हामी कल्याणदेखि इलाम तरफ जाँदै गर्दाको मौसम। ताप्लेजुङ सुकेटार तिवारी चोकबाट चाहिँ अब हामी अगाडि बढ्दैछौँ। सबैजना आफ्नो रेनकोट यहाँ चाहिँ पाथिभारा तिवारी होटल एन्ड लजमा चाहिँ हाम्रो एकदम राम्रो चाहिँ एकदम बसाइमा हाम्रो दाईहरूले एकदम हामीलाई चाहिँ राम्रो हस्पिटालिटी दिनुभएको छ। दाईको शुभ नाम के पऱ्यो दाई? लक्ष्मी तिवारी। हजुर, उहाँ हुनुहुन्छ चाहिँ यो तिवारी होटल एन्ड लज आमा हुनुहुन्छ ल। हजुरको नाम के छ? अब यहाँबाट कति समय लाग्ला पाथिभारा पुग्नलाई? यहाँबाट 1 घन्टा गाडीमा। हजुर, लाग्ला नि 4 घन्टा हिँड्न। ल हामी 4 घन्टामा पुगेर फेरि बेलुका पुनश्च उहाँहरूलाई भेट्ने बाचाका साथ हामी छुट्टिन्छौँ है त। तेर्छे देउराली भन्ने ठाउँमा छौँ जहाँ चाहिँ एकदम मनमोहक यो चाहिँ बादल लागे पनि एकदम मनमोहक दृश्य छ। एकदम राम्रो भर्खरै चाहिँ अब हाम्रो अर्को जिप चाहिँ यताबाट आउनुमा छ है त। ल अब चाहिँ हामी काफ्ले फाट आइसकेका छौँ। यहाँबाट हाम्रो यहाँसँग बोलेरोको यात्रा अब
त्यो माथि उ त्यो पर चाहिँ पाथिभारा टावर देख्नु भएको छ राम्रोसी देखेको होइन होला त्यहाँनिर चाहिँ पाथिभारामा हाम्रो अर्को गाडी आइसकेको छ ल नवरात दाइ नि झर्नुभयो ठिक छ नि एकदमै चाहिँ आफूले चलाएर हेर्छ आइरहँदा चाहिँ अब तलबाट चाहिँ हाम्रो हजुरहरू चाहिँ आफै चाहिँ उहाँदेखि चलाएर आएको त्यहाँबाट यहाँसम्म चलाएको त ब्रेक मात्रै हाने भयो झुकेर चला ब्रेक हानेर त ट्रेकिङ यहाँबाट माथि पाथिभाराको मन्दिरतिर अब हामी अघि बढ्यौँ यो हो ठुलो फेदी हामी अहिले तल्लो फेदीबाट माथिल्लो ठुलो फेदी भन्ने ठाउँमा आइपुग्यो अब एकजना दाई रिम दाई त्यहाँ अगाडि बढिसक्नु भयो हाम्रो 14 जना मध्ये म चाहिँ एक्लै छु अहिले यो ठुलो फेदीमा ठुलो फेदीको 5 मिनट 10 मिनटको यात्रा पश्चात यहाँनिर एउटा मन्दिर रहेछ ठ्याक्क मन्दिरको नाम चाहिँ याद भएन यहाँबाट अझ हामी पाथिभाराको लागि 2 घन्टाको यात्रा गर्नुपर्छ भन्ने कुरा आएको छ हेरौँ अगाडि कस्तो हुन्छ के गर्ने हजुर भारी बोकेको मान्छेलाई भेट्टाउन गाह्रो भयो यस्तो छ हालत खराब हो लौ पाथिभारा माता शक्ति देऊ यस्तो छ पारै यो हालतले उकालो काटिएको छ तल्लो फेदीबाट 8:15 बजी हिँडेर अहिले यो ठाउँमा आइपुगेको छु 11:15 भयो यो ठाउँमा आइपुगेँ है ल हेर्नुहोस् भरिया दाजुहरूले चाहिँ खाजा खाँदै हुनुहुन्छ है अनि हामी जत्रो 70-80 किलो भएको मान्छेलाई पनि दुई नबिसै पुग्नु भने चाहिँ उहाँसम्म यो पाथिभारा माताको कति ठुलो शक्ति रहेछ ल हामीलाई पनि यस्तै शक्ति दिएर त्यहाँ माथिसम्म पुऱ्याएर दर्शन गर्ने शक्ति प्रदान गरौँ भनेर यसरी आइएछ अब करिब 1 घन्टा हजुर करिब 1 घन्टामा हामी मन्दिर पुग्छौँ हजुर 1 घन्टा लाग्छ 1 घन्टामा हामी अब पुग्छौँ यहाँ रमिते हो यो रमिते भन्ने ठाउँ रहेछ यो खन्तीको गेटबाट अब 700 मिटर हिँड्यो भने पाथिभारा मन्दिर आइपुगिन्छ बाटो निकै हेर्दा सहज देखिए पनि क्यामेरामा एकदमै लेग लागेर 15-20 पाइलो हिँड्ने बित्तिकै थचक्कै मन्दिर परिषद आइपुग्यो है यो ब्लक स्थगित भयो हुन्छ घन्टीले बनेको विशाल घन्टी मेन गेट हो तपाईँ घर यतै हो ए ल यो चाहिँ मेन गेट रहेछ अब सब साथीभाइहरू आफ्नो स्ट्यामिना अनुसार पाइला चाल्ने रहेछ मभन्दा अगाडि एकजना मेरो ग्रुपमा 14 जना मध्ये 14 मेम्बर मध्ये एकजना चाहिँ पूजा गरेर फर्किनु भयो भने म चाहिँ ठ्याक्कै 5 किलोमिटर बाटो 4 घन्टामा तय गरेँ यसरी घरसँग बसिरहनु बोल्न सक्ने अवस्था अलिक
कमै छ।